दर्शकबिन नमस्कार, तपाईहरुलाई अनमोल प्रेसमा स्वागत छ। यतिखेर हामी कञ्चनपुरको बेलौरी नगरपालिका स्थित भीमदत्त चोकमा पुगेका छौँ। यहाँ एकजना युवा अनसन बस्नु भएको छ। आज दोस्रो दिन उहाँका विभिन्न मागहरू छ। 13 वटा माग राखेर उहाँ अनसन बस्नु भएको छ। केशव कुमार बोहरा स्वतन्त्र रूपमा उहाँले चाहिँ यस भीमदत्त चोकमा अनसन बस्नु भएको छ। हामी उहाँसँग यो अनसनको विषयमा कुराकानी गर्नेछौँ। केशव सर नमस्कार। नमस्कार सर। सन्चै हुनुहुन्छ? एकदमै आराम छ सर। यो भनौँ न विषम परिस्थिति छ हैन? यो विषम परिस्थिति, चुनाव नजिकिँदो छ। धेरैले चाहिँ तपाईँलाई चुनावलाई डिस्टर्ब गर्न चाहिँ अनसन बस्यो भनिरहेको छ। खास यो अनसन बस्नु कारण चाहिँ के हो सर? यो सर अनसन बस्नुको खास कारण चाहिँ भ्रष्टाचार, व्यथिति, विसङ्गतिका विरुद्ध स्थानीय तहमा जो भ्रष्टाचार भइरहेको त्यसको विरुद्धमा हो। यो भनेको कुनै पार्टी कुनै व्यक्ति विरुद्धको होइन, एउटा स्थानीय तहमा कति भ्रष्टाचार हुँदैछ र कति व्यथिति विसङ्गति छ भन्ने कुरा एउटा हामीले तथ्य बताउनलाई मात्र हामीले गरेका हौँ। हामी कुनै नेताप्रति कुनै या दलप्रति त्यस्तो कुनै आपत्ति छैन हामीलाई, त्योप्रति हामीलाई त्यस्तो समस्या नै छैन। हामी भ्रष्टाचार स्थानीय तहको समस्या मात्र उजागर गरिरहेका हौँ हामी, त्यही भएर बसिरहेको छ। जुन यो तपाईँले 13 वटा मागहरू राख्नु भएको छ हैन, यसमा मेन मागहरू या के छ? यो सबै नै मेन हो या चाहिँ यसमध्ये पनि कुनै ठुलो माग या सानो माग भन्ने त्यस्तो केही छ? हैन, बेलौरी स्थानीय तह बनेको लगभग 8-10 वर्षै भइसक्यो। अहिलेसम्म स्थानीय तहले पाउनुपर्ने सुविधाहरू, नगरपालिकाले हामीलाई दिनुपर्ने जो सेवा सुविधाहरू छ त्यो अहिलेसम्म बेलौरी नगरपालिकामा चाहिँ केही पनि लागू भएको छैन। त्यही भएर यी 13 बुँदाहरू जो छन् बेलौरी नगरपालिकालाई बनाउनलाई, विकास गर्नलाई मात्र हामीले त्यो लिएर आएका हौँ। मानौ योभन्दा अगाडि धेरै यस्तो भएको छ कुराहरू, तर कुरा शब्दमा मात्र सीमित भयो, काम कसैले गर्नु भएन। एउटै मेयर 2 कार्यकाल खान्छ तर यत्रो विकासको योजना लिएर आउँछ तै पनि विकास गर्दैन। भ्रष्टाचार बाहेक केही पनि छैन बेलौरी नगरपालिकामा। त्यही भएर हामीले यो शान्तिपूर्ण अनसनै बस्यौँ। योभन्दा अगाडि पटक हामीले धेरै आन्दोलन गऱ्यौँ, धेरै गऱ्यौँ, पत्र लिखित पनि दियौँ, मौखिक पनि गऱ्यौँ, तर के भयो भनेपछि त्यहाँ कुनै जवाफै आएन कि हामीलाई। जवाब आउँदाखेरि जब हामीले प्रमुख प्रशासकज्यूलाई हामीले जो सूचना मागेको कुराको लागि भन्न गयौँ, उहाँले के भन्नुभयो, मैले सूचना देऊ भन्दा पनि कर्मचारीहरूले आफै आएर तपाईँ नै दिनुहोस्, तपाईँ नै गर्नुहोस्, हामी गर्न सक्दैनौँ भन्ने धम्की दिनुहुन्छ अरे क्या प्रमुख प्रशासकले। यतिसम्मको दम्ब छ कि बेलौरी नगरपालिकामा जुनसुकै मान्छे जाउन्, पहिला पत्रकारज्यूहरूले पनि धेरैले सूचना मागेको त्यो सूचना पत्रकारज्यूहरूले पनि दिनु भएन अरे नगरपालिकाले। यतिसम्म हुँदा यो अन्तिम विकल्प हो भनेर हामीले बस्यौँ। जस्तै यो तपाईँ आज दोस्रो दिन अनसनको छ हैन? अहिलेसम्म कोही व्यक्तित्वहरू, पालिकाबाट प्रतिनिधिहरू, उम्मेदवारहरू, जसै गरी जनप्रतिनिधिहरू कोही आउनु भएको छ? कोही आएको छैन त्यसरी सर, अहिलेसम्म आएको छैन। आउँछु भनेर फोन गर्नुभएको थियो 1-2 जनाले चाहिँ भोलि पर्सि, तर आउनु चाहिँ कोही भएको छैन अहिलेसम्म। हुन्छ सर, थ्याङ्क यू सर। दर्शकबिन, कञ्चनपुर जिल्लाको यो पुरानो सदरमुकाम बेलौरी, जहाँ विभिन्न व्यथिति विरुद्ध चाहिँ एक युवा अनसन बस्नु भएको छ र यसरी अनसन बसिरहँदा पनि यहाँका जनप्रतिनिधिहरूलाई कुनै चासो छैन। निर्वाचनको माहौल अगाडि बढिरहेको छ, यहाँका उम्मेदवारहरूलाई कुनै चासो छैन। चुनावी एजेन्डामा मात्रै बन्ने भ्रष्टाचार, कुशासन विरुद्धको यो आवाज यहाँ देखिनुपर्ने हो या होइन, त्यो मूल्याङ्कन तपाईँहरू सम्पूर्ण दर्शकहरूले गर्नुपर्छ। हामी यहाँको अपडेट बेला बेलामा तपाईँहरूलाई दिने नै छौँ। तपाईँहरू अनमोल प्रेस हेर्दै गर्नुहोला। नमस्कार।